आज चाहिँ मैले भिन्नै खालले भिन्डी फ्राई सब्जी गरेकी छु। भिन्डी फ्राई गर्नको लागि मैले मिडियम खाल भिन्डीलाई काटेर तेलमा यसरी हाफ बोइलसम्म फ्राई गरेकी छु भिन्डीलाई र एउटा प्लेटमा निकालिदिएँ। यसरी निकालिसकेपछि फेरि त्यसै कडाईमा मैले आफूलाई आवश्यकता अनुसार तपाईँ कतिको तेल खानुहुन्छ त्यतिको तेल राखेर तेललाई गरम गरिसकेपछि अलिकता जिरा, लसुन, 2वटा सुकेको खुर्सानी र ससानो टुक्रामा काटेको प्याजलाई यसरी भुटेँ। हल्का मिडियम खाल ब्राउन किसिमको भइसकेपछि धेरै त फ्राई गरिनँ मैले, किनकि यसलाई म धेरै फ्राई गर्दिनँ। हल्का फ्राई भइसकेपछि यसमा चाहिँ मैले हल्दी राखेँ, त्यसपछि 1 चम्मच धनिया पाउडर, 1 चम्मच रातो खुर्सानी, त्यसलाई पनि हल्का भुटेर त्यसमा मैले एउटा टमाटरलाई काटेर राखिदिएँ। टमाटर हल्का गलिसकेपछि त्यसमा आफूलाई आवश्यकता अनुसार नुनलाई पनि राखिदिएँ मैले। यसरी केही छिन चलाइसकेपछि त्यसमा जुन हामीले भुटेको भिन्डीलाई थियो त्यसलाई पनि मैले राखिदिएँ यसमा। अब केही छिन यसमा हामीले पकाउनु पर्छ र यो चाहिँ लास्टमा मैले कोकोनटलाई पिसेकी थिएँ मिक्सीमा, नारियलको धुलो हो पाउडर, यसलाई पनि यसैमा मिक्सीमा कडाईमा राखिदिएँ र केही छिन छोपेर फेरि हामी चलाउँछौँ र हाम्रो तरकारी चाहिँ रेडी भइसकेको छ। हस्त हजुरहरूलाई कस्तो लाग्यो?